व्हाट्सअप गाइस वेलकम छ तपाईँहरूलाई मेरो भिडियोमा 75 डेको च्यालेन्ज चल्दैछ। आज डे 10 हो अनि धेरै दिन भइसक्यो आइसले फेसलाई नगरेको, त्यही भएर अझै आज आइस जमाएर फेस एकछिन गरेँ होइन। जस कहिलेकाहीँ गर्नुपर्छ होइन। अनि म हिजो अलि घुम्न गएको थिएँ, भिडियोहरू एडिटिङ गर्न पाएको थिएन, त्यही भएर आज फेसलाई गरेँ। अनि त्यसपछि एउटा केरा खाएँ, केरा खाएर मैले जिम गएपछि मेरो साइक्लिङ, किनकि ज्यानलाई तताउनुपर्छ, हजुरलाई थाहै छ। त्यसपछि यो चेस्टको लागि हाने होइन। अनि मैले चाहिँ भिडियो चाहिँ 2 दिनसम्म हाल्न पाएको छैन, सन्डे र मन्डे, किनकि अब म सन्डेतिर अलि बाहिरतिर गएको थिएँ पर्सनल कामले होइन। सो भिडियो हाल्नको लागि भिडियो एडिटिङ गर्नुपऱ्यो, भोइस ओभर गर्नुपऱ्यो होइन। अब टाइम म्यानेज गर्नले एकदम गाह्रो हुँदो रहेछ होइन। त्यही भएर जिम चाहिँ क्विक गरेको छैन, जिम कन्टिन्यू भइरहेछ। भिडियो चाहिँ अलि एडिट गर्न नपाएर भिडियो हाल्न पाएको छैन। सो गाइस सपोर्ट गर्नु होला तपाईँहरू। अनि आज सबै एक्सर्साइजहरू गरेँ अनि प्ल्याङ्क गऱ्यो। अब प्ल्याङ्क चाहिँ मैले अब धेरै इम्प्रुभ भएको छ मेरो होइन। 20 सेकेन्डबाट अहिले 45 सेकेन्डदेखि 1 मिनटसम्मै हुन्छ, 3 सेट गर्छु होइन। सो 2 सेटसम्म त 1 मिनटै जान्छ होइन। अनि कुनै बेला 55 सेकेन्ड 50 सेकेन्ड यस्तोमा हुन्छ। अनि चाहिँ अहिले चाहिँ म हल्का चाहिँ बेली फ्याटतिर फोकस गर्न लागेको छु। तर ट्राई गर्दैछु कि अरू एक्सर्साइज। तर चाहिँ तपाईँले स्पेसली कसैको भुँडी धेरै ठुलो छ नि, अनि मैले यो बेली फ्याटको लागि मात्रै एक्सर्साइज गरेर अनि पेट घट्छ भनेर नसोच्नु होला है। तपाईँले अल बडीको फ्याट गर्नुपर्छ। मैले रिसर्च गरेँ होइन। अनि म पेटको लागि मात्रै एक्सर्साइज गर्छु, पेट घटाउँछु भन्ने चाहिँ हुँदैन रहेछ। तपाईँको सबै एक्सर्साइज गर्नुपर्छ, मसल चेस्ट यताउति, अनि मात्रै फ्याट हुन्छ। त्यही भएर मैले फुल बडीमै फोकस गरिरहेको छु। तर अब जसलाई अलिक फेट बडी छ भने उसलाई चाहिँ अलिकति बडीमा बडी भन्दा नि अलिकति पेटमा बडी फोकस गर्छ, तर गर्न चाहिँ सबै एक्सर्साइजहरू गर्नुपर्छ। सो आज सबै गरेँ अनि मैले चाहिँ ट्राई गर्छु डेली भिडियो हाल्नको लागि। तपाईँहरू सपोर्ट गर्नु होला। थ्याङ्क्स फर वाचिङ टु सी।